बोर्डमास रुल हैन चाहिँ बोर्डमास रुल रहेको छ। यो बोर्डमास रुलमा चाहिँ हामीले के बुझ्नुपर्ने हुन्छ भने गणितका सामान्य क्रियाहरू हैन, गणितका चाहिँ फन्डामेन्टल अपरेसन्सहरू जस्तो हुन सक्छ अब प्लस माइनस भाग गुणन अनि यी क्रियाहरू जुन चाहिँ क्रमअनुसार है, क्रमअनुसार कुन चाहिँ पहिला गर्ने भन्ने नियम हो। जस्तो बी ले चाहिँ ब्राकेट भन्ने हुन्छ है, बी ले चाहिँ ब्राकेट, अनि ओ ले चाहिँ अफ अथवा चाहिँ अर्डर हैन। त्यसलाई हामी नेपालीमा के बुझ्न सक्छौं भने जस्तो घाताकोहरू, स्क्वायरहरू हैन, त्यो चाहिँ बुझिन्छ। अनि एम ले चाहिँ मल्टिप्लाई, अनि त्यसपछि लिएर त्यो डी ले चाहिँ डिभाइडेड को कुरा होला हैन, डिभाइडेड। ए ले चाहिँ अब यो जोडको कुराहरू भए, अनि त्यसपछि एस ले चाहिँ सब्ट्र्याक्सन घटाउ। यो चाहिँ बुझ्नुपर्ने हो हामीले है त। म्याथ को फन्डामेन्टल अपरेसन्सहरू हो यो भनेको। यो चारवटा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ र यो बोर्डमास रुललाई पनि बुझ्नुपर्ने हुन्छ। अब यसको बोर्डमास रुललाई चाहिँ लागू गरेर एउटा हामी गरौँ प्रश्न चाहिँ सल्भ गर्नेछौँ। जस्तो 16 × 2 माइनस 20 प्लस 18 भयो हैन। यो भयो भने यो कति हुने भयो त पहिला चाहिँ मल्टिप्लाई गर्नु पर्यो हैन। बोर्डमास अनुसार त अब मल्टिप्लाई पहिला आउँछ हैन। यो डिभाइडेड भइदियो, फेरि डिभाइडेड हामी पहिला डिभाइड गर्थ्यौं। यो हुँदा हुनाले हामीले चाहिँ यसलाई चाहिँ यो गर्छौं, 32 भयो। अनि त्यसपछि यो जोडलाई चाहिँ अगाडि ल्याउँछौं किनभने यो पहिला गर्नु छ। यो भइहाल्यो। अब 32 18 चाहिँ 50 भइहाल्यो, माइनस 20 गर्दाखेरि चाहिँ 30 चाहिँ यसको एन्सर आउँछ हैन। जस्तो मानौं अर्को छ, अब मानौं ल एउटा चाहिँ कुनै कस्तो गरौँ भने जस्तो मानौं 6 छ, 4 छ, इन्टु 3 छ। जस्तो मानौं अब यहाँ हामीले हेर्ने चाहिँ अब यो त हामीले बोर्डमास रुललाई चाहिँ फ्लो गर्यौं। अब यसलाई चाहिँ बोर्डमास रुललाई चाहिँ फ्लो नगरेर गर्यौं भने चाहिँ जस्तो अब कति हुने भयो, 6 4 10 इन्टु 3, यो त 30 आउने भयो हैन। गलत एन्सर भयो। तर वास्तवमा हुनुपर्ने के हो त, पहिला यो र यो मल्टिप्लाई हुनुपर्ने हो हैन। 4 त्यहाँ 12 प्लस 6, यो चाहिँ राइट एन्सर हुनुपर्ने हो। त्यसो भएको हुनाले बोर्डमास रुललाई चाहिँ हामीले विशेष गरी ध्यान दिनुपर्ने हुन्छ हामीले, अनि मात्रै गणितका चाहिँ फन्डामेन्टल अपरेसन्सहरू गर्न सक्छौं अथवा चाहिँ गणितका आधारभूत क्रियाहरूलाई चाहिँ हल गर्न सक्छौं है त। यो चाहिँ बुझ्नु पर्यो। अब यदि ल तपाईलाई मैले एउटा दिन्छु होमवर्क, कस्तो दिन्छु भने यसको चाहिँ सल्भ गरेर यसलाई चाहिँ हिसाब कमेन्टमा लेख्नु पर्यो है त। है यसलाई चाहिँ सल्भ गर्नु पर्यो र यसरी चाहिँ तपाईले बार बार प्र्याक्टिस गरेर आफुलाई चाहिँ यसमा चाहिँ आफुलाई एकदम पोख्त बनाउनुहोस्, अनि मात्रै गणितको चाहिँ प्रब्लमहरु सल्भ गर्न सहज हुन्छ है त।